आज चाहिँ हामी ब्याङ्किङको मिनिङको बारेमा अनि त्यस पछाडि ब्याङ्किङको हिस्ट्रीको बारेमा चाहिँ आज हामी नेपालको ब्याङ्किङ हिस्ट्रीको बारेमा चाहिँ आज हामी पढ्नेछौँ। सबैजना जुममा जोइन हुनु होला है। ल अब चाहिँ हामी ढिलो नगरिकन सुरु गर्छौँ। मिनिङ अफ ब्याङ्क। The term bank was derived from Italian word banca and French word banque. Both means money exchange table. अब यो जुन ब्याङ्क भन्ने शब्द छ नि, यो ब्याङ्क भन्ने शब्द चाहिँ इटालियन शब्द ब्याङ्का र फ्रेन्च शब्द ब्याङ्क्युबाट आएको हो है। जुन चाहिँ के हो त, जुन जसको अर्थ चाहिँ के हो भन्दाखेरि दुवैले चाहिँ के गर्छ भन्दाखेरि पैसा साटासाट गर्ने काम गर्छ कि होइन। भनेको पैसा साटासाट गर्ने टेबल भन्ने चाहिँ अर्थ चाहिँ जनाउँछ कि टेबलमा बसेर पैसा साटासाट गर्ने भन्ने कुरा चाहिँ यसले के गर्छ जनाउँछ है। बुझ्नुभयो नि सबैजनाले। अँ अ ब्याङ्क इज अ फाइनेन्सियल इन्स्टिट्युसन। ब्याङ्क भनेको के हो? एउटा वित्तीय संस्था हो अरे। ब्याङ्क भनेको के हो? एउटा वित्तीय संस्था हो जसमा चाहिँ के हुन्छ त पैसाको कारोबार हुन्छ है, मुद्राको कारोबार हुन्छ। द्याट एक्सेप्ट डिपोजिट। अ ब्याङ्क इज अ फाइनेन्सियल इन्स्टिट्युसन द्याट एक्सेप्ट डिपोजिट फ्रम पब्लिक। द्याट एक्सेप्ट डिपोजिट फ्रम पब्लिक है। ब्याङ्कले कहाँबाट चाहिँ डिपोजिटलाई एक्सेप्ट गर्छ, डिपोजिट एक्सेप्ट गर्छ भन्दाखेरि जेनरल पब्लिकबाट चाहिँ डिपोजिट एक्सेप्ट गर्छ। ब्याङ्क भनेको त्यस्तो फाइनेन्सियल इन्स्टिट्युसन हो। ब्याङ्क भनेको एउटा फाइनेन्सियल इन्स्टिट्युसन हो जसले चाहिँ पब्लिकबाट के गर्छ त डिपोजिट भनेको पैसालाई चाहिँ एक्सेप्ट गर्छ भनेको। एन्ड प्रोभाइड लोन टु इन्डिभिजुअल एन्ड बिजनेसेस। अनि यसले के गर्छ भन्दाखेरि लोन प्रोभाइड गर्छ। कसलाई प्रोभाइड गर्छ भन्दाखेरि इन्डिभिजुअललाई गर्छ भनेको व्यक्तिलाई गर्छ। अनि अर्को भनेको बिजनेसलाई गर्छ, बिजनेस अर्गनाइजेसनहरूलाई गर्छ है। आवश्यकता परेको बेलामा ब्याङ्कले के गर्छ भन्दाखेरि अ, आवश्यकता परेको बेलामा ब्याङ्कले इन्डिभिजुअललाई र बिजनेस अर्गनाइजेसनलाई चाहिँ के गर्छ त ऋण दिन्छ है। सर्टेन इन्ट्रेस्ट रेट चार्ज गरेर चाहिँ यसले के गर्छ भन्दाखेरि इन्डिभिजुअललाई र बिजनेस अर्गनाइजेसनलाई चाहिँ यसले के गर्छ लोन प्रोभाइड गर्छ। बुझ्नुभयो नि है। त के रहेछ त ब्याङ्क भनेको? ब्याङ्क इज अ फाइनेन्सियल इन्स्टिट्युसन द्याट एक्सेप्ट डिपोजिट फ्रम पब्लिक। ब्याङ्क भनेको एउटा वित्तीय संस्था रहेछ, फाइनेन्सियल इन्स्टिट्युसन रहेछ जसले चाहिँ डिपोजिट एक्सेप्ट गर्दो रहेछ। कोबाट भन्दाखेरि जेनरल पब्लिकबाट। एन्ड प्रोभाइड लोन टु इन्डिभिजुअल एन्ड बिजनेसेस। अनि आवश्यकता अनुसार इन्डिभिजुअललाई र बिजनेस अर्गनाइजेसनलाई चाहिँ यसले के गर्दो रहेछ लोन प्रोभाइड गर्दो रहेछ है। ब्याङ्क भनेकै यही हो। ल ब्याङ्क इज अ फाइनेन्सियल इन्स्टिट्युसन द्याट एक्सेप्ट डिपोजिट फ्रम पब्लिक एन्ड प्रोभाइड लोन टु इन्डिभिजुअल एन्ड बिजनेसेस। ओके। इट रिसिभ्स मनी फ्रम दोज हु वान्ट टु सेभ इन द फर्म अफ डिपोजिट। यसले चाहिँ त्यस्तो व्यक्तिहरूबाट होइन, यसले चाहिँ त्यस्तो व्यक्तिहरूबाट चाहिँ यसले मनी रिसिभ गर्छ होइन, जसले चाहिँ डिपोजिटको रूपमा चाहिँ आफ्नो पैसालाई चाहिँ ब्याङ्कमा सेभ गर्न चाहन्छ है। ब्याङ्कमा सेभ गर्न चाहने व्यक्तिहरूको ब्याङ्क आफ्नो पैसा ब्याङ्कमा सेभ गर्न चाहने व्यक्तिहरूको मनीलाई जसले के गर्छ त ब्याङ्कले डिपोजिटको रूपमा के गर्छ रिसिभ गर्छ, एक्सेप्ट गर्छ। एन्ड लेन्ड मनी टु दोज हु निड इट। अनि एन्ड लेन्ड मनी टु दोज हु निड इट, यो भनेको के हो त जसलाई आवश्यकता पर्छ होइन, जसलाई आवश्यकता परेको हुन्छ उसलाई चाहिँ उसले के गर्छ त त्यो पैसा लेन्ड गर्छ भनेको कर्जाको रूपमा प्रवाह गर्छ भन्न खोजेको। ब्याङ्क अल्सो अफर भेरियस सर्भिस। ब्याङ्कले विभिन्न सर्भिसहरू चाहिँ अफर गरेको हुन्छ है। जस्तै गर्दछ है, जस्तै एटिएम फेसिलिटिज। ब्याङ्कले के गर्दछ भन्दाखेरि एटिएम फेसिलिटिज है, मनी ट्रान्सफर अनि मोबाइल ब्याङ्किङ र चेक क्लियरिङ जस्ता फेसिलिटिजहरू सर्भिसहरू पनि प्रोभाइड गरेको हुन्छ, प्रोभाइड गर्दछ। ल अर्को भनेको एनी फाइनेन्सियल इन्स्टिट्युसन द्याट रिसिभ कलेक्ट ट्रान्सफर पेज एक्सचेन्ज लेन्ड्स इन्भेस्ट अर सेफगार्ड मनी फर इट्स डिपोजिटर इज कल ब्याङ्क। अब यो भनेको के हो त? ब्याङ्क भनेको एनी फाइनेन्सियल इन्स्टिट्युसन हो अरे कि होइन, जुनसुकै फाइनेन्सियल इन्स्टिट्युसन हो अरे जसले चाहिँ के गर्छ भन्दाखेरि मनीलाई मनीको रिसिभ गर्छ होइन, रिसिभ गर्छ अनि त्यो पैसालाई के गर्छ कलेक्ट पनि गर्छ, त्यो पैसालाई ट्रान्सफर पनि गर्छ, पेज गर्छ भनेको भुक्तानी गर्छ, एक्सचेन्ज भनेको सट्टा साटासाट गर्छ, लेन्ड भनेको अब के हो त लेन्ड भनेको कर्जा दिन्छ, इन्भेस्ट भनेको लगानी गर्छ र सेफगार्ड मनी फर इट्स डिपोजिटर उसको डिपोजिटरको भनेको निक्षेपकर्ताको
पैसाको के गर्छ त, के गर्छ भन्दाखेरि सुरक्षा गर्छ। सेफ गार्ड भनेको के हो त, सुरक्षा गर्छ, जसलाई चाहिँ हामी के भन्छौँ, ब्याङ्क भन्छौँ। अब ब्याङ्क भनेको के रहेछ भन्दाखेरि, के रहेछ, ब्याङ्क भनेको त्यस्तो खालको फाइनेन्सियल इन्स्टिट्युसन रहेछ होइन, जसले चाहिँ के गर्छ त, पैसा रिसिभ गर्छ है त, मनी रिसिभ गर्छ भनेको प्राप्त गर्छ, पैसालाई कलेक्ट गर्छ भनेको सङ्कलन गर्छ, ट्रान्सफर गर्छ, एक ठाउँबाट अर्को ठाउँमा ट्रान्सफर गर्छ, पेज गर्छ भनेको आवश्यकता पर, पेज गर्छ भनेको के हो त, भुक्तानी गर्छ, एक्सचेन्ज भनेको सट्टापट्टा गर्छ, साटासाट गर्छ, लेन्ड्स भनेको ऋण दिन्छ, इन्भेस्ट भनेको के हो, लगानी गर्छ है। अँ, ओके, लगानी गर्छ र त्यो मनीको के गर्छ त उसले सेफ गार्ड गर्छ। कसको मनीको भन्दाखेरि उसको डिपोजिटरको मनीको चाहिँ उसले के गर्छ त सेफ गार्ड गर्छ। सेफ गार्ड भने के हो त, सुरक्षा गर्छ है। त्यसैलाई नै ब्याङ्क भनिन्छ। अब ब्याङ्कमा मान्छेले किन पैसा राख्छ भन्दाखेरि, ब्याङ्कमा मान्छेले आफूले कमाएको, आफूले आर्जन गरेको पैसा किन राख्छ भन्दाखेरि, ब्याङ्कमा के हुन्छ त भन्दाखेरि, ब्याङ्कमा आफ्नो मनीको सेफ हुन्छ कि, घरमा राख्यो भने के हुन्छ, चोरी हुन सक्ने सम्भावना हुन्छ, ब्याङ्कमा सेभ हुन्छ होइन, सेभ हुन्छ होइन, सुरक्षित हुन्छ आफ्नो पैसा। त्यसैले मान्छेहरूले के गर्छ, ब्याङ्कमा पैसाको डिपोजिट गर्छ। त्यसै गरी इन्ट्रेस्ट रेट पनि त्यसै गरी इन्ट्रेस्ट होइन, ब्याङ्कमा पैसा जम्मा गरे बापत चाहिँ इन्ट्रेस्ट पनि उसले प्राप्त गर्छ। त्यसैले के गर्छ मान्छेहरूले, ब्याङ्कमा चाहिँ पैसा डिपोजिट गर्छ है। ल, अब हामी अर्कोतर्फ जाउँ, ब्याङ्किङ हिस्ट्री अफ नेपाल। अब हामी ब्याङ्किङ हिस्ट्री अफ नेपालको बारेमा पढ्छौँ है त। नेपालको बैङ्किङ विकास क्रम, नेपालको बैङ्किङ विकास क्रम। अब प्रथम चरणमा हेरौँ है त, फर्स्ट फेजमा हामी हेरौँ। फर्स्ट फेज भनेको के हो त भन्दाखेरि, कहिलेको अवस्था हो भन्दाखेरि बिफोर 1994 बिएस। बिफोर 1994 बिएस भनेको कहिले हो, बिफोर 1994 बिएस भनेको नेपाल ब्याङ्क लिमिटेडको इस्टाब्लिसमेन्ट हुनुभन्दा अगाडिको समय चाहिँ के हो त, फर्स्ट फेज हो है त। इन 1933, 1933मा है, 1933 के हो त भन्दाखेरि बिएसमा है, यो चाहिँ के हो त, विक्रम सम्वतमा, ड्युरिङ द टाइम अफ प्राइम मिनिस्टर रणोदीप सिंह है, प्रधानमन्त्री रणोदीप सिंहको समयमा चाहिँ, रणोदीप सिंहको कालमा चाहिँ, समयमा चाहिँ है, तेजारा थड्डा वाज इस्टाब्लिस, तेजारा थड्डाको चाहिँ स्थापना भएको थियो। अब तेजारा थड्डाको मेन गोल के हो त भन्दाखेरि, द मेन गोल अफ तेजारा थड्डा वाज टु प्रोभाइड लोन एट 5% इन्ट्रेस्ट रेट युजिङ गोल्ड सिल्भर अर अदर अर्नामेन्ट एज सेक्युरिटी अर कोल्याट्रल। अब तेजारा थड्डाको मुख्य उद्देश्य भनेको के रहेछ भन्दाखेरि, 5% इन्ट्रेस्टमा चाहिँ जेनरल पब्लिकलाई लोन दिने है, लोन दिने। अब लोन दिए बापत चाहिँ अब उसले के गर्नु पर्यो त भन्दाखेरि, पब्लिकले के गर्नु पर्यो त, गोल्ड सिल्भर र अन्य ज्वेलरीहरू, अन्य अर्नामेन्टहरू चाहिँ धितोमा राख्नु पर्यो है त। अन्य ज्वेलरीहरू बाई युजिङ भनेको चाहिँ उनीहरूको गोल्ड भनौँ न, गोल्ड सिल्भर र अदर अर्नामेन्ट चाहिँ धितोमा राखेर चाहिँ, कसको भन्दाखेरि जेनरल पब्लिकको, गोल्ड सिल्भर र अदर अर्नामेन्टहरू चाहिँ भनेको अन्य अर्नामेन्टहरू, अन्य धातुहरू होइन, अन्य अँ, गरगहनाहरू चाहिँ धितोमा राखेर चाहिँ, तेजारा थड्डाले चाहिँ त्यो समयमा चाहिँ के गर्थ्यो भन्दाखेरि, 5% इन्ट्रेस्ट रेट लगाएर चाहिँ लोन प्रोभाइड गर्थ्यो, कसलाई भन्दाखेरि जेनरल पब्लिकलाई है। बुझ्नुभयो नि। ओके, ल्याटर एज बिजनेस एन्ड इकोनोमिक एक्टिभिटिज इन्क्रिज भनेको पछिल्लो समयमा आएर बिजनेस र इकोनोमिक एक्टिभिटिज भने के हो त, व्यावसायिक र आर्थिक क्रियाकलापहरूमा वृद्धि भयो है। पछि आएर के भयो भन्दाखेरि, बिजनेस बिजनेस भनेको व्यवसाय र आर्थिक क्रियाकलापहरूमा चाहिँ के भयो त, वृद्धि हुन थाल्यो है। आर्थिक क्रियाकलापहरूमा वृद्धि भइसके पछाडि चाहिँ तेजारथ अड्डा कुड नट गिभ इनफ लोन टु मिट दि निड्स अफ पिपुल भनेको मान्छेको आवश्यकता अनुसार चाहिँ तेजारथ अड्डाले के गर्न सकेन भन्दाखेरि, लोन प्रोभाइड गर्न सकेन, पर्याप्त मात्रामा ऋण उपलब्ध गराउन सकेन है, पछि आएर। ओके, अब दिस टाइम पिरियड इज नोन एज ट्रेडिसनल ब्याङ्किङ इरा। अब यो समयलाई चाहिँ के भनिन्छ भन्दाखेरि, परम्परागत ब्याङ्किङ प्रणाली भनेर भनिन्छ। ट्रेडिसनल भनेको के हो, परम्परागत ब्याङ्किङ प्रणाली भनेर भनिन्छ। वेयर
ब्याङ्किङ वाज नट एट मोडर्न अर डेभलप, होइन, यो समयमा चाहिँ ब्याङ्किङको चाहिँ विकास भएको थिएन। ल, अब हामी जान्छौँ सेकेन्ड फेजमा। ल, सेकेन्ड फेज भनेको दोस्रो चरण। अब दोस्रो चरण भनेको के हो त भन्दाखेरि, दोस्रो चरण भनेको चाहिँ नेपाल ब्याङ्क लिमिटेडको स्थापना पछाडिको समय चाहिँ के हो त, हाम्रो दोस्रो चरण भयो है। द मोडर्न ब्याङ्किङ इरा बिगेन The modern banking era began with the establishment of Nepal Bank Limited in 1994, Kartik 30 under the Nepal Bank Act 1994 and was the first commercial bank of Nepal. ल, मोडर्न ब्याङ्किङ भने के हो त भन्दाखेरि आधुनिक ब्याङ्किङ प्रणाली। आधुनिक ब्याङ्किङ प्रणालीको विकास सुरुवात कहिलेबाट भयो भन्दाखेरि नेपाल ब्याङ्क लिमिटेडको स्थापना भए पछाडि भए पछाडि चाहिँ के भयो भन्दाखेरि आधुनिक ब्याङ्किङ प्रणालीको सुरुवात भयो है। अन्डर अन्डर नेपाल ब्याङ्क एक्ट 1994 भनेको नेपाल ब्याङ्क कानुन 1994 अन्तर्गत चाहिँ नेपाल ब्याङ्क लिमिटेडको चाहिँ स्थापना भयो। एन्ड वाज दि फर्स्ट कमर्सियल ब्याङ्क अफ नेपाल, र यो नै के भयो त भन्दाखेरि नेपालको फर्स्ट कमर्सियल भनेको पहिलो वाणिज्य ब्याङ्क भयो। पहिलो वाणिज्य ब्याङ्क भयो है। नेपालको पहिलो वाणिज्य ब्याङ्कको स्थापना कहिले भयो त भन्दाखेरि विक्रम सम्वत 1994 कार्तिक 30 गते चाहिँ नेपालमा नेपालको पहिलो वाणिज्य ब्याङ्कको के भयो त स्थापना भएको थियो। बिफोर द इस्टाब्लिसमेन्ट अफ नेपाल राष्ट्र ब्याङ्क स्थापना हुनुभन्दा अगाडि चाहिँ है के थियो भन्दाखेरि नेपाल ब्याङ्क लिमिटेड इस्युड ब्याङ्क नोट्स एन्ड प्लेड द रोल अफ सेन्ट्रल ब्याङ्क। बिफोर द इस्टाब्लिसमेन्ट अफ नेपाल ब्याङ्क लिमिटेडको स्थापना हुनुभन्दा अगाडि चाहिँ नेपाल ब्याङ्क लिमिटेडले के गर्थ्यो भन्दाखेरि सेन्ट्रल ब्याङ्कले गर्ने काम चाहिँ नेपाल ब्याङ्क लिमिटेडले गर्थ्यो है। नेपाल ब्याङ्क लिमिटेडले चाहिँ मुद्राको पैसाको निष्कासन गर्थ्यो है, र यसले के गर्थ्यो, अन्य सेन्ट्रल ब्याङ्कले गर्ने अन्य कामहरू, अन्य कर्तव्यहरू चाहिँ यसले के गर्थ्यो त निर्वाह गर्थ्यो है। ल, अब अर्को रहेको छ नेपाल इन्डस्ट्रियल डेभलपमेन्ट कर्पोरेसन वाज इस्टाब्लिस्ड। सरी, यहाँ छुटेछ क्यारे है। अलिकति यहाँनिर छुटेछ। ओके, टु मेन्टेन द फाइनेन्सियल स्टेबिलिटी भनेको के हो त भन्दाखेरि वित्तीय स्थायित्व कायम गर्नको लागि है। वित्तीय स्थायित्व कायम गर्नको लागि टु प्रोभाइड फरेन एक्सचेन्ज स्टेबिलिटी टु प्रोभाइड फरेन एक्सचेन्ज स्टेबिलिटी, विदेशी विनिमयको स्थायित्व प्रदान गर्नको लागि, र टु मेक युज अफ नेपाली करेन्सी। टु मेक युज अफ नेपाली करेन्सी भनेको के हो त भन्दाखेरि नेपाली मुद्रालाई चाहिँ बजारमा के गर्नको लागि भन्दाखेरि प्रयोगमा ल्याउनको लागि है। हाम्रो नेपाली मुद्रालाई चाहिँ प्रयोगमा ल्याउनको लागि, र टु सपोर्ट इन्डस्ट्रियल सेक्टर अफ कन्ट्री भनेको नेपालको इन्डस्ट्रियल सेक्टर नेपालको इन्डस्ट्रियल सेक्टर अथवा होइन देशको औद्योगिक क्षेत्रलाई चाहिँ सपोर्ट गर्नको लागि चाहिँ के भयो भन्दाखेरि अ, नेपाल राष्ट्र ब्याङ्क वाज इस्टाब्लिस्ड अन 2013 वैशाख 14 अन्डर नेपाल राष्ट्र ब्याङ्क एक्ट 2012। के भयो भन्दाखेरि नेपाल राष्ट्र ब्याङ्क ऐन 2012 अन्तर्गत चाहिँ अनुसार चाहिँ नेपालमा 12 अनुसार चाहिँ विक्रम सम्वत 2013 वैशाख 14 गते चाहिँ नेपाल राष्ट्र ब्याङ्कको के भयो त स्थापना भयो है त। के का लागि भयो त नेपाल राष्ट्र ब्याङ्क स्थापना के का लागि भयो त भन्दाखेरि मुलुकमा वित्तीय स्थायित्व कायम गर्न, अनि अर्को फरेन एक्सचेन्ज स्टेबिलिटी भनेको के हो, विदेशी विनिमय को स्थायित्व, विदेशी विनिमयको कारोबार गर्न अथवा विदेशी विनिमय को स्थायित्व चाहिँ प्रदान गर्न, अनि नेपालको करेन्सीलाई चाहिँ प्रयोगमा ल्याउन, र
नेपालको इन्डस्ट्रियल सेक्टरहरूलाई चाहिँ भनेको औद्योगिक क्षेत्रहरूलाई चाहिँ सपोर्ट गर्नको लागि चाहिँ नेपालमा अ, नेपालमा अ, नेपाल राष्ट्र बैङ्क ऐन 2012 अन्तर्गत विक्रम सम्वत 2013 वैशाख 14 गते चाहिँ नेपाल राष्ट्र बैङ्कको स्थापना भएको थियो। ओके, अर्को, टु प्रमोट इन्डस्ट्रियल ग्रोथ इन नेपाल, टु सपोर्ट एन्ड इन्भेस्ट इन न्यू इन्डस्ट्रिज, नेपाल इन्डस्ट्रियल डेभलपमेन्ट कर्पोरेसन वाज इस्टाब्लिस्ड अन 2013 असार 1. इट वाज मर्ज विथ राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेड अन 2075 वैशाख 19। यो भनेको के हो त भन्दाखेरि नेपालको चाहिँ औद्योगिक भनेको इन्डस्ट्रियल ग्रोथको चाहिँ प्रमोट गर्नको लागि, टु सपोर्ट एन्ड इन्भेस्ट न्यू इन्डस्ट्रिज भनेको नयाँ नयाँ इन्डस्ट्रीहरूलाई होइन, नयाँ नयाँ उद्योगहरूलाई चाहिँ सपोर्ट गर्न र यसमा लगानी गर्नको लागि नेपाल इन्डस्ट्रियल डेभलपमेन्ट कर्पोरेसन भनेको नेपाल औद्योगिक विकास निगमको स्थापना चाहिँ 2016 साल असारको 1 गते भएको थियो। इट वाज मर्ज विथ राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेड अन 2075 वैशाख 19। अनि यो चाहिँ के भयो भन्दाखेरि राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेड 2075 वैशाख 19 गते चाहिँ के भयो भन्दाखेरि चाहिँ राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेडसँग चाहिँ यो के भयो त गाभियो है, मर्ज भयो। के चाहिँ मर्ज भयो भन्दाखेरि नेपाल इन्डस्ट्रियल डेभलपमेन्ट कर्पोरेसन र राष्ट्रिय वाणिज्य ब्याङ्क लिमिटेड चाहिँ 2075 साल वैशाखको 19 गते चाहिँ एकअर्कामा चाहिँ के भयो त गाभियो। मर्ज हुनु भनेको के हो त एकअर्कामा गाभिनु है। ओके, राष्ट्रिय वाणिज्य ब्याङ्क वाज इस्टाब्लिस्ड इन 2022 मार्क 10 अन्डर राष्ट्रिय वाणिज्य ब्याङ्क एक्ट 2021 भनेको राष्ट्रिय वाणिज्य ब्याङ्क ऐन 2021 अनुसार चाहिँ राष्ट्रिय वाणिज्य ब्याङ्कको स्थापना चाहिँ विक्रम सम्वत 2022 माघको 10 गते भएको थियो। त्यसै गरी एग्रिकल्चर डेभलपमेन्ट ब्याङ्क वाज इस्टाब्लिस्ड इन 2024 मार्क 7 अन्डर एग्रिकल्चर डेभलपमेन्ट ब्याङ्क एक्ट 2024 भनेको एग्रिकल्चर डेभलपमेन्ट ब्याङ्क ऐन 2024 अन्तर्गत अनुसार एग्रिकल्चर भनेको के हो त कृषि विकास ब्याङ्कको स्थापना 2024 साल माघको 7 गते भएको थियो है त। त्यसै गरी थर्ड फेजमा रहेको छ। थर्ड फेज भनेको के हो भन्दाखेरि बैङ्किङ क्षेत्रमा चाहिँ उदारीकरणको नीति आइसके पछाडि चाहिँ आइसके पछाडि उदारीकरणको समय पछाडि उदारीकरणको अ, आर्थिक उदारीकरण पछिको समय चाहिँ के हो त थर्ड फेज है त, तेस्रो चरण भयो। आफ्टर इकोनोमिक लिबरलाइजेसन पोलिसी है, इकोनोमिक लिबरलाइजेसन पोलिसी पछाडि चाहिँ के भयो भन्दाखेरि चाहिँ नेपालमा चाहिँ जोइन्ट भेन्चर ब्याङ्कहरूको चाहिँ स्थापना भयो होइन। जस्तै अब नेपाल अरब ब्याङ्क नेपाल अरब ब्याङ्क भनेको के हो त अहिलेको के हो त नबिल ब्याङ्कको स्थापना कहिले भयो भन्दाखेरि 2041 बिएसमा भएको थियो है त। 2041 सालमा चाहिँ पहिलो जोइन्ट भेन्चर कमर्सियल ब्याङ्क नेपाल अरब ब्याङ्क अर्थात् नबिल ब्याङ्कको स्थापना भयो। कहिलेको समय पछाडि भन्दाखेरि आफ्टर द इकोनोमिक लिबरलाइजेसन पोलिसी भनेको आर्थिक उदारीकरण नीति पश्चात चाहिँ के भयो भन्दाखेरि नेपालमा जोइन्ट भेन्चर ब्याङ्कको स्थापना, नेपालमा पहिलो जोइन्ट भेन्चर वाणिज्य ब्याङ्क कमर्सियल ब्याङ्कको स्थापना भयो, जसको नाम के हो त भन्दाखेरि नेपाल अरब ब्याङ्क, हाल नबिल ब्याङ्क हो, जसको स्थापना चाहिँ 2041 सालमा भएको थियो। त्यसै गरी अर्को जोइन्ट भेन्चर है, अर्को जोइन्ट भेन्चर ब्याङ्क चाहिँ नेपाल इन्डो स्वेज ब्याङ्क, हाल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क वाज इस्टाब्लिस्ड इन 2044 2042 सालमा चाहिँ नेपाल इन्भेस्टमेन्ट ब्याङ्कको स्थापना भएको थियो। नेपाल ग्रिनलेज ब्याङ्क स्ट्यान्डर्ड चार्टर ब्याङ्क वाज इस्टाब्लिस इन 2043 है। नेपाल ग्रिनलेज ब्याङ्क भनेको के हो त स्ट्यान्डर्ड चार्टर ब्याङ्कको स्थापना कहिले भएको थियो त 2043 सालमा भएको थियो है। त्यसै गरी हिमालयन ब्याङ्क वाज इस्टाब्लिस्ड इन 2049 बिएस। त्यसै गरी हिमालयन ब्याङ्कको स्थापना कहिले भयो त 2049 सालमा भएको थियो। सिद्धार्थ ब्याङ्क वाज इस्टाब्लिस्ड इन 2059 बिएस भनेको त्यस पछाडि सिद्धार्थ ब्याङ्कको स्थापना कहिले भयो त 2059 सालमा भयो र यसै गरी ब्याङ्किङहरू यसै गरी प्राइभेट ब्याङ्कहरू चाहिँ के गर्न थाले त
खुल्न थाले कि बिस्तारै। यसै गरी चाहिँ प्राइभेट ब्याङ्कहरू पनि बिस्तारै खुल्न थाले। थर्ड फेजदेखि चाहिँ प्राइभेट ब्याङ्कहरू पनि के गर्न थाले त, बिस्तारै बिस्तारै खुल्दै गए, स्थापना हुँदै गए। ल, अब फोर्थ फेजमा चाहिँ के छ भन्दाखेरि अन्तिम चरण है यो चाहिँ। चौथो चरणमा चाहिँ के छ भन्दाखेरि इन दिस फेज, यो फेजमा चाहिँ नेपाल राष्ट्र ब्याङ्क क्लासिफाइड ब्याङ्क्स इन्टु क्लास ए, बी, सी र डी भनेको नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्कहरूलाई चाहिँ के गर्यो भन्दाखेरि क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्गमा चाहिँ के गर्यो त, वर्गीकरण गर्यो। यो भनेको त्यही हो है। यो फेजमा चाहिँ है नेपाल राष्ट्र ब्याङ्क क्लासिफाइड ब्याङ्क्स इन्टु क्लास ए, बी, सी एन्ड डी है। फोर्थ फेजमा चाहिँ के भयो भन्दाखेरि नेपाल राष्ट्र ब्याङ्कले चाहिँ ब्याङ्कहरूलाई चाहिँ क, ख, ग र घ भनी चाहिँ के गर्यो त, वर्गीकरण गर्यो। इन दिस पिरियड, यो समयमा चाहिँ नेपाल राष्ट्र ब्याङ्क इस्युड एन्ड इम्प्लिमेन्टेड ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन मर्जर एन्ड एक्विजिसन बाई लज है। अब यो समयमा चाहिँ नेपाल राष्ट्र ब्याङ्कले चाहिँ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन मर्जर एन्ड एक्विजिसन बाइलस 2068को चाहिँ के गर्यो त, जारी गर्यो र त्यसलाई लागू पनि गर्यो। किन लागू गर्यो, किन जारी गर्यो भन्दाखेरि ब्याङ्कमा चाहिँ धेरै नेपालमा चाहिँ धेरै ब्याङ्क तथा वित्तीय संस्थाहरू भयो होइन त। अब हाम्रो नेपाललाई त, हाम्रो देशलाई त्यति धेरै ब्याङ्क तथा वित्तीय संस्थाहरू चाहिँ आवश्यक परेन क्या। आवश्यक परेन किन भन्दाखेरि हाम्रो नेपालको इकोनोमी चाहिँ स्मल इकोनोमी भएको कारणले गर्दाखेरि चाहिँ धेरै बैङ्क तथा वित्तीय संस्थाहरू चाहिँ आवश्यक नपरेको हुनाले चाहिँ के गर्यो त भन्दाखेरि नेपाल राष्ट्र ब्याङ्कले चाहिँ मर्जर गर्नको लागि होइन, ब्याङ्कहरूलाई चाहिँ गाभ्नको लागि चाहिँ उसले के गर्यो, नेपाल राष्ट्र ब्याङ्कले चाहिँ के गर्यो भन्दाखेरि ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन मर्जर एन्ड एक्विजिसन बाइलर 2068को चाहिँ जारी गरेर त्यसलाई चाहिँ के गर्यो त, लागू गर्यो है। आफ्टर द इम्प्लिमेन्टेसन अफ कन्स्टिट्युसन अफ नेपाल 2072 ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन फलोड न्यू रुल्स सेट बाई नेपाल राष्ट्र ब्याङ्क भने के हो त भन्दाखेरि कन्स्टिट्युसन अफ नेपाल भने के हो, नेपालको संविधान 2072को लागू भए पश्चात चाहिँ, लागू भए पछाडि चाहिँ ब्याङ्क ब्याङ्क तथा वित्तीय संस्थाहरूले चाहिँ नेपाल राष्ट्र ब्याङ्कले बनाइदिएको नयाँ रुल्सहरू चाहिँ, नयाँ नियम कानुनहरू चाहिँ उसले के गर्न थाल्यो त, फलो गर्न थाल्यो है। टिल 2081 हालसम्म आइपुग्दाखेरि है, 2081को अन्त्यसम्ममा आइपुग्दाखेरि चाहिँ दिएर 20 कमर्सियल ब्याङ्क है। हालसम्म आइपुग्दाखेरि चाहिँ देयर आर 20 कमर्सियल ब्याङ्क, 17 डेभलपमेन्ट ब्याङ्क, 17 फाइनेन्स कम्पनीज, 52 माइक्रो फाइनेन्स इन्स्टिट्युसन्स एन्ड 1 इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्क आर इन अपरेसन है। हालसम्म आइपुग्दाखेरि चाहिँ नेपालमा चाहिँ 20वटा वाणिज्य ब्याङ्क, 17वटा विकास ब्याङ्क, 17वटा फाइनेन्स कम्पनी र 52वटा माइक्रो फाइनेन्स इन्स्टिट्युसन र एउटा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्कको चाहिँ अहिले चाहिँ सञ्चालन भइरहेको छ है। यो चाहिँ रहेको छ ब्याङ्किङको मिनिङ। यो चाहिँ के हो भन्दाखेरि ब्याङ्कको मिनिङ। अनि अर्को भनेको ब्याङ्किङ हिस्ट्री अफ नेपाल। हामीले आज ब्याङ्कको मिनिङ पढ्यौँ र ब्याङ्कको हिस्ट्री पढ्यौँ है। ल, सबैजनाले बुझ्नुभयो? यदि बुझ्नु भएन भने चाहिँ क्वेसन गर्न सक्नुहुन्छ। ल, आजलाई यति नै गरौँ है त। भोलि चाहिँ हामी करेन्ट स्टाटस अफ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन्स अफ नेपाल र च्यालेन्जेस पढ्नेछौँ।